हेरिसक्नु भएको छ। यो हो जीके सबैका लागि फिडब्याक सेसन र सङ्घीय खरिदारको इक्जाम तपाईँहरूको नजिक भएको अवस्थामा र टिएससी माविको इक्जाम झनै नजिक भएको अवस्थामा मध्यनजर गर्दै तपाईँहरूलाई चाहिँ पढाइ सेवाले पढाइ भनेको एउटा सेवा हो भन्ने उद्देश्यका साथ हरेक दिन बेलुका 9:45 बजेको समयमा जीके डेली लाइभ इक्जाम र फिडब्याक सेसन सुरु गरेको छ र पढाइ सेवाको अनलाइन प्लेटफर्ममा जोडिएर यसको भरपुर मात्रामा लाभ लिन सक्नुहुनेछ, यसको सदुपयोग गर्न सक्नुहुनेछ। विशेष गरेर साथीहरू, अब तपाईँहरूको पर्सि मात्रै सङ्घीय खरिदारको विज्ञापन हुँदैछ, भारी सङ्ख्यामा विज्ञापन हुँदैछ। यसै गरी तपाईँहरूको अब 1 हप्ताभित्र नै निम्न माध्यमिक तहको विज्ञापन पनि हुँदैछ शिक्षक सेवा आयोगतर्फको र साथसाथै चाहिँ तपाईँहरूको मावि तहको इक्जाम एकदमै नजिक भएको अवस्थामा र विशेष गरेर विभिन्न प्राविधिक अप्राविधिकका इक्जामहरू नजिक भएको अवस्थालाई मध्यनजर गर्दै र साथसाथै लोकसेवा आयोगतर्फ प्राविधिक र अप्राविधिक, शिक्षक सेवा आयोगतर्फ प्रावि निभावी मावि, सुरक्षा निकायतर्फ असै इन्सपेक्टरको तयारी गरेर बसिरहनु भएको छ र तपाईँहरूको पनि पाठ्यक्रममा जीके छ र जीके लेभल इम्प्रुभ गर्न चाहनुहुन्छ भने पाठ्यक्रममा जीके भएका सबैजना साथीहरूका लागि उपयोगी हुने गरी सबै तह र यसै गरेर सबै सेवाका लागि उपयोगी हुने गरी तपाईँहरूको चाहिँ जीके सबैका लागि फिडब्याक सेसन हरेक दिन बेलुका 9:45 बजेको समयमा हुन्छ र तपाईँहरू पनि जीके को लेभल इम्प्रुभ गर्न चाहनुहुन्छ र जीके को अभ्यासको दायरा विस्तार गर्न चाहनुहुन्छ भने तपाईँहरू पनि हरेक दिन बेलुका 9:45 बजेको समयमा जोडिएर यसको भरपुर मात्रामा लाभ लिन सक्नुहुनेछ, भरपुर मात्रामा सदुपयोग गर्न सक्नुहुनेछ। केही समय अगाडि मात्रै भएको नासुको इक्जामलाई हेर्ने हो भने र योभन्दा विगतमा भएका लोकसेवा तथा शिक्षक सेवाका विभिन्न इक्जामहरूलाई हेर्ने हो भने र इक्जाममा सोधेका प्रश्नहरूलाई हेर्ने हो भने एकदमै सफल मानिएको डेली लाइभ इक्जाम र फिडब्याक सेसन र विशेष गरेर यो फिडब्याक सेसनबाट धेरैजना साथीहरूलाई चाहिँ उपयोगी भएको थियो र धेरैजना साथीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनुभएको थियो र यो फिडब्याक सेसनमा जोडिएर धेरैजना साथीहरूले एउटा जुन जीकेको लेभल छ, जीकेको नलेज छ, त्यो चाहिँ इम्प्रुभ गर्ने एउटा चाहिँ आधार हो, तपाईँलाई अवसर हो। र साथीहरू, तपाईँलाई थाहा छँदैछ यो फ्री अफ कस्ट हो, यो निःशुल्क हो, यसमा कुनै पनि शुल्क लाग्दैन। तपाईँहरू पनि पाठ्यक्रममा जीके भएका सबैजना साथीहरू हरेक दिन बेलुका 9:45 बजेदेखि जोडिनुहोस्, यसको भरपुर मात्रामा लाभ लिनुहोस्, यसको भरपुर मात्रामा सदुपयोग गर्नुहोस्। र अब कति लाभान्वित हुन्छ भन्ने कुरा मैले अघि पनि भनिसकेँ। विगतमा लोकसेवा तथा शिक्षक सेवामा सोधेका प्रश्नहरूबाट नै यो प्रश्न, यो सेसन, यो फिडब्याक सेसन चाहिँ कति लाभदायक छ भन्ने कुरा त तपाईँलाई थाहा छ, भनिराख्नु पर्दैन। र फ्री अफ कस्ट निःशुल्क भन्दै गर्दाखेरि साथीहरू हेर्नुहोस् त, तपाईँहरूका लागि हामीले यति धेरै मिहिनेत गरेका छौँ, यति धेरै दुःख गरेका छौँ। यदि कुनै संस्थाले इक्जामको समयमा यसरी महत्त्वपूर्ण प्रश्न, सम्भावित प्रश्न र यसै गरेर तपाईँहरूको मन बुझेर अथवा तपाईँहरूको चाहिँ तयारीलाई केही न केही भए पनि इट्टा थप्ने काम गरोस् भनेर तपाईँलाई सेसन सञ्चालन गर्छ, निःशुल्क रूपमा तपाईँहरूलाई चाहिँ सेवा दिन्छ भने त्यो हो पढाइ सेवा। र त्यो कारणले गर्दा पनि तपाईँहरूले हाम्रो हार्डवर्किङ, हाम्रो मिहिनेतलाई चाहिँ एप्रिसिएट गर्दै हाम्रो हौसला, हाम्रो चाहिँ मोटिभका लागि, तपाईँहरूले चाहिँ ऊर्जाका लागि के गर्नु पर्यो त, यसलाई चाहिँ व्यापक रूपमा सेयर गर्नु पर्यो, यसलाई चाहिँ धेरैभन्दा धेरैजना साथीहरूमा चाहिँ पुर्याउनु पर्यो है। करिब करिब 10 बजिसकेको छ। यो समयमा पनि समय व्यवस्थापन गरेर, समय छुट्याएर तपाईँहरूका लागि हामीले समय दिएका छौँ। अब यसमा चाहिँ प्रश्नपत्र निर्माण गर्नुपर्छ, समय छुट्याउनु पर्छ, फिडब्याक दिनुपर्छ र यसै गरेर फिडब्याकको प्रश्नपत्र पनि मैले तपाईँलाई हालिदिइरहेको हुन्छु। यो तपाईँहरूका लागि नै गरेको दुःख हो। निःशुल्क रूपमा गर्दै गर्दाखेरि तपाईँहरूले पनि यो सेसनले तपाईँहरूको तयारीलाई केही न केही भए पनि इट्टा थप्ने काम गरेको छ, तपाईँहरूको तयारीलाई केही न केही भए पनि सहजीकरण गरेको छ भने यसलाई धेरैभन्दा धेरैजना साथीहरू माझ पुर्याउनुहोस्। आफू आबद्ध विभिन्न लोकसेवा तथा शिक्षक सेवासँग सम्बन्धित ग्रुपहरूमा सेयर गर्नुहोस्, किनकि प्रश्नहरू आधिकारिक छन्, महत्त्वपूर्ण छन्, अन्य फुर्सदको समयमा पनि हेर्न सकिन्छ र आफ्नो वालमा पनि सेयर गरेर चाहिँ आफ्नो फेसबुक वालमा पनि सेयर गरेर चाहिँ सुरक्षित साथ राख्नु होला है त। र तपाईँलाई थाहा छँदैछ साथीहरू, हाम्रो सेयरको टार्गेट कति हो त? 1000 सेयरको टार्गेट हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ। 1000 सेयरको टार्गेट भनेको 15-20 मिनटमा चाहिँ पुगिहाल्छ र बिचमा कसले सेयर कति भन्नुहुन्छ भन्ने लाग्ला। त्यो कारणले गर्दा साथीले सुरुमै 15-20वटा आफू आबद्ध विभिन्न लोकसेवा तथा शिक्षक सेवासँग सम्बन्धित ग्रुपहरूमा सेयर गरेर 1000 सेयरको जुन हाम्रो टार्गेट छ, यो टार्गेट कम्प्लिट गर्नुभयो भने म तपाईँहरूलाई चाहिँ आजको लागि डेली लाइभ एक्जाम र फिडब्याक सेसन सुरु गर्नेछु। र तपाईँहरूको काम भनेको ल त अब सुरु गरौँ साथीहरू, एकदमै अनुशासित तरिकाले है, कति पनि कन्जुस नगरिकन तपाईँहरूले चाहिँ यसलाई व्यापक रूपमा सेयर गर्नु पर्यो। र तपाईँहरूले नै कन्जुस गर्नुभयो, अल्छी गर्नुभयो भने हामीलाई ऊर्जा, हामीलाई हौसला चाहिँ हुँदैन है साथीहरू। यदि यो सेसनले तपाईँहरूलाई चाहिँ टिएससी को तयारी गरिरहनुभएका साथीहरू माविको इक्जामसम्ममा होइन, निभावीको इक्जामसम्म होइन, प्राविको इक्जामसम्ममै देख्न चाहनुहुन्छ, जेठ असारसम्ममै देख्न चाहनुहुन्छ, लोकसेवाको तयारी गरिरहनुभएका साथीहरूले खरिदारको इक्जामसम्ममै देख्न चाहनुहुन्छ र यो सेसनले तपाईँहरूको तयारीलाई केही न केही भए पनि चाहिँ इट्टा थप्ने काम
गरेको छ र यो सेसन तपाईँलाई उपयोगी हुन्छ जस्तो लाग्छ भने तपाईँहरूले चाहिँ कम्तीमा पनि 15-20वटा ग्रुपहरूमा सेयर गरेर 1000 सेयरको टार्गेट चाहिँ मिनिमम पनि कम्प्लिट गर्नैपर्छ साथीहरू है। हाम्रो यति चाहिँ एक्सपेक्टेसन हुन्छ किनकि तपाईँहरूका लागि हामीले यति धेरै मेहनत गरेका छौँ, यति धेरै दुःख गरेका छौँ र सबैजना साथीले कति पनि अल्छी नगरिकन 1000 सेयरको टार्गेट कम्प्लिट गरौँ त र अनि म तपाईँहरूलाई आजको लागि सेसन सुरु गर्छु है त। ल सबैले है, र मैले साथीहरूको चाहिँ कमेन्ट पनि पढिरहेको छु। ल सबैजना साथीले 1000 सेयर पुर्याउनुहोस् त। ल 15-20वटा करिब 1000 जना साथीहरू जोडिसक्नु भएको छ र सबैले 15-20वटा ग्रुपहरूमा सेयर गर्नुभयो भने 1 मिनट पनि लाग्दैन। यति धेरैजना साथीहरूबाट 15-20वटा ग्रुपहरूमा सेयर हुँदाखेरि त्यो कारणले गर्दा मैले तपाईँलाई धेरै टाइम लगिनँ। तपाईँहरूलाई चाहिँ मैले केही समय दिएँ के का लागि भने साथीहरू यसलाई चाहिँ व्यापक रूपमा सेयर गरेर अन्य सहभागी साथीहरूमा चाहिँ पुर्याउनका लागि। ल त सबैजना साथीहरूले ल है, ल 1000 सेयर पुर्याउनु पर्यो। मैले साथीहरूको कमेन्ट पनि पढिरहेको छु, कति सेयर गर्नुभयो त्यो पनि कमेन्ट गर्दै गर्नु होला है। र यसै गरेर चाहिँ सम्पूर्ण साथीलाई नमस्ते नमस्ते सर भनिरहनु भएको छ। र अबको केही बेरमै हामी आजको लागि चाहिँ डेली लाइभ एक्जाम र फिडब्याक सेसन सुरु गर्ने नै छौँ। बिचमा सरले चाहिँ कति सेयर भन्नुहुन्छ भन्ने तपाईँलाई पनि डिस्ट्र्याक्ट हुन्छ, त्यो कारणले गर्दा सुरुमै तपाईँले 1000 सेयर पुर्याउनु भयो भने यो चाहिँ कन्टिन्युटी हुने अथवा निरन्तरता दिने भोलिका दिनहरूमा पनि यसलाई एउटा नियमित गर्ने चाहिँ आधार हो। त्यो कारणले गर्दा यसलाई चाहिँ व्यापक रूपमा सेयर गर्दै धेरैभन्दा धेरैजना साथीहरूमा चाहिँ पुर्याउनु होला। र तपाईँले स्क्रिन मार्फत टाइमिङ देखिसक्नु भएको छ र यो टाइमिङ सकिने बित्तिकै हामी आजको लागि चाहिँ डेली लाइभ एक्जाम र फिडब्याक सेसन सुरु गर्ने नै छौँ र सम्पूर्ण साथीहरूलाई मैले आजको सेसनमा स्वागत गरेँ है त। ल तपाईँहरूले सेयर गर्ने काम चाहिँ गर्दै गर्नु होला, कति पनि कन्जुस नगरिकन है साथीहरू, कति पनि कन्जुस नगरिकन धेरैभन्दा धेरैजना साथीहरूमा चाहिँ पुर्याउनु होला। र कति सेयर गर्नुभयो? ल दिपकजीले मैले 15 सेयर गरेँ सर भन्नुभयो। ल धन्यवाद दिपकजी। र अन्य साथीहरूको कमेन्ट पनि पढौँ है। अन्य साथीहरूको के छ त कमेन्ट, कति सेयर गर्नुभयो, कहाँदेखि सुन्दै हुनुहुन्छ च्याट गर्नु होला है। ल सेवारो साथीहरू, ल सबैजना साथीहरूलाई नमस्ते है, आजको सेसनमा स्वागत छ। सम्पूर्ण साथीहरूलाई मैले आजको सेसनमा स्वागत गरेँ। 1000 सेयर पुर्याउनु भयो कि पुर्याउनु भएन है? ल मैले त 10 सेयर गरेँ गुरु भन्नुभएको छ निराजनजीले। ल धन्यवाद। अन्य साथीहरूले पनि यसलाई चाहिँ व्यापक रूपमा सेयर गरौँ, धेरैभन्दा धेरैजना साथीहरूलाई चाहिँ पुर्याउनु होला है। तपाईँहरूको सहभागी, तपाईँहरूको सेयर भनेकै हाम्रो लागि हौसला हो। साथीले सर सेयर किन गर्ने भन्नुहुन्छ, सेयर किन गर्ने भने यदि यो सेसनले तपाईँहरूको तयारीलाई केही न केही भए पनि सहजीकरण गरेको छ है। मैले 30वटा समूहमा सेयर गर्दै आएँ सर भन्नुभयो राजकुमारीजीले। ल धन्यवाद। ल 15 सेयर भयो सर भन्नुभयो कल्पना गौतमजीले। ल सबैजना साथीहरूले चाहिँ 15-20वटा, रियाजीले मैले 20 सेयर गरेँ सर भन्नुभयो। र तपाईँहरूले पनि सबैजना साथीहरूले चाहिँ कति पनि अल्छी नगरिकन सेयर गरेर सुरुमै चाहिँ 1000 सेयर चाहिँ पुर्याउँ है साथीहरू। ल ओके, र सम्पूर्ण साथीहरूलाई चाहिँ मैले आजको सेसनमा स्वागत गरेँ। स्क्रिन मार्फत टाइमिङ देखिसक्नु भएको छ र अबको केही बेरमै हामी आजको लागि डेली लाइभ एक्जाम र फिडब्याक सेसन सुरु गर्ने नै छौँ र यसै गरेर आउनुहोस् है, ढिला नगरी सुरु गरौँ तपाईँहरूको रोजाइको अनलाइन एक्जाम। सम्पूर्ण साथीहरूलाई मैले आजको सेसनमा स्वागत गरेँ। ल सबैजना साथीहरूले चाहिँ सहभागी जनाउनु होला र आफ्नो वालमा पनि सेयर गरेर सुरक्षित साथ राखिहाल्नुहोस् किनकि प्रश्नहरू एकदमै आधिकारिक छन्। र आजको लागि पहिलो नम्बर प्रश्न ध्यान दिएर हेर्नु होला, प्रश्न ध्यान दिएर सुन्नु होला। र आजको लागि पहिलो नम्बर प्रश्न रहेको छ साथीहरू तपाईँहरूको स्क्रिनमा, नेपालको कान्छो हिमाली जिल्ला कुन हो भनेको छ। एकदमै मिलाउनै पर्ने प्रश्न र जान्नै पर्ने प्रश्न है। अप्सन नम्बर 1 रामेछाप, अप्सन नम्बर 2 म्याग्दी, अप्सन नम्बर 3 पूर्वी रुकुम, अप्सन नम्बर 4 धादिङ गरेर 4वटा विकल्प दिएको छ है। व्यापक रूपमा सेयर गरौँ है साथीहरू, सेयर गर्दै सहभागी जनाऊ। र आजको लागि पहिलो नम्बर प्रश्न हेर्नुहोस् त, नेपालको कान्छो हिमाली जिल्ला कुन हो भनेर तपाईँलाई चाहिँ 4वटा विकल्प दियो, रामेछाप, म्याग्दी, पूर्वी रुकुम र धादिङ गरेर 4वटा विकल्प दिएको छ। अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा तपाईँहरूले कमेन्ट गर्नु होला, नेपालको कान्छो हिमाली जिल्ला कुन हो भनेर तपाईँहरूलाई चाहिँ अप्सन नम्बर 1 रामेछाप, अप्सन नम्बर 2 म्याग्दी, अप्सन नम्बर 3 पूर्वी रुकुम र अप्सन नम्बर 4 धादिङ गरेर 4वटा विकल्प दिएको छ। अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ है त। ल हेर्नुहोस् त, नेपालको कान्छो हिमाली जिल्ला कुन हो? अप्सन नम्बर 1 रामेछाप, अप्सन नम्बर 2 म्याग्दी, अप्सन नम्बर 3 पूर्वी रुकुम, अप्सन नम्बर 4 धादिङ गरेर 4वटा विकल्प रहेको छ। हेर्नुहोस् त, यो प्रसङ्गमा धेरैजना साथीले पूर्वी रुकुम भन्नुभएको छ। हामी पूर्वी रुकुमलाई विशेष गरेर नेपालको कान्छो जिल्ला भनेर चिन्छौँ किनकि पूर्वी रुकुमको सन्दर्भमा रुकुम पूर्व पश्चिम र नवलपरासी पूर्व पश्चिममा विभक्त भयो र त्यही सन्दर्भमा चाहिँ हामी पूर्वी रुकुमलाई कान्छो जिल्ला भनेर चिन्छौँ। तर तपाईँलाई प्रश्न नेपालको कान्छो हिमाली जिल्ला कुन हो भनेको छ। हिमाली जिल्लामध्ये कान्छो हिमाली जिल्ला भनेको छ। तपाईँलाई एउटा कुरा के थाहा छ भने 74 सालभन्दा अगाडि चाहिँ 16वटा हिमाली जिल्ला थिए साथीहरू है।
16वटा हिमाली जिल्ला थिए। 16वटा हिमाली जिल्ला भनेको यो 74 भन्दा अगाडि है, 2074 भन्दा अगाडि 2074 भन्दा अगाडि चाहिँ कतिवटा जिल्ला थिए नेपालमा? चाहिँ 16वटा हिमाली जिल्ला थिए र हाल कतिवटा छन्? 21वटा हिमाली जिल्ला छन् र 16वटा पहिला। अहिले 21वटा कसरी भयो भने केही पहाडी जिल्लाहरू अहिले हिमाली जिल्लामा स्तर उन्नति भए र सबैभन्दा सुरुमा तपाईँले के बुझ्नु पर्यो भने 2074 साल है भदौ 25 गते यो मिति भनेको चाहिँ के हो भने साथीहरू, राधा गोपी भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। राधा गोपी भनेको चाहिँ राबाट रामेछाप है, राबाट रामेछाप, यसै गरेर धाबाट धादिङ है, धाबाट धादिङ, यसै गरेर गोबाट गोर्खा है, गोबाट गोर्खा, यसै गरेर पबाट पुबाट पूर्वी रुकुम। यो 4वटा जिल्लाहरू हेर्नुहोस् त, पूर्वी रुकुम, गोर्खा, धादिङ र रामेछाप, यो 4वटा जिल्लाहरू चाहिँ पहाडबाट हिमाली जिल्लामा स्तर उन्नति भयो। रामेछाप पनि पहिला पहाडी जिल्ला हो, धादिङ पनि पहिला पहाडमा थियो, अहिले हिमालमा छ, गोर्खा पनि पहिला पहाडी जिल्ला थियो, अहिले हिमालमा छ, र रुकुम पनि पहिला चाहिँ के थियो त? पहाडी जिल्ला थियो, अहिले रुकुम पूर्व चाहिँ हिमाली जिल्ला छ भने रुकुम पश्चिम चाहिँ पहाडी जिल्ला नै छ। र यसरी 16वटा जिल्लाबाट 2074 भदौ 25 मा पहाडी जिल्लाबाट हिमालमा स्तर उन्नति भइसकेपछि 20वटा जिल्ला पुगे र यतिले मात्रै पुगेन, हिमाली जिल्लाहरू 20वटा पुगे, तर हिमाली जिल्ला कतिवटा हो त? 21वटा हो। र 75 फागुन 19 गते जब 2075 साल फागुन 19 गते म्या पनि 2075 साल फागुन 19 गते यो मिति भनेको चाहिँ के हो भने म्याग्दी पनि है, यो भनेको चाहिँ म्याग्दी पनि के भयो त? पहाडी जिल्लाबाट हिमाली जिल्लामा स्तर उन्नति भयो र 20+1 म्याग्दी गरेर हाल 21वटा जिल्लाहरू के छन् त? हिमाली छन्। अब हेर्नुहोस् त, अब तपाईँलाई प्रश्नले के भन्यो? कान्छो हिमाली जिल्ला कुन हो भनेको पहाडी जिल्लाबाट हिमाली जिल्लामा स्तर उन्नति हुने 4वटा रामेछाप, धादिङ, गोर्खा र रुकुम पूर्व भनेको चाहिँ 74 भदौ 25 मै भइसकेका थिए र म्याग्दी भनेको चाहिँ 2075 फागुन 19 मा भयो। यसरी हेर्ने हो भने सबैभन्दा अन्तिममा हिमाली जिल्ला भएको को रहेछ त? अन्तिममा हिमाली जिल्ला भएको म्याग्दी रहेछ। त्यो कारणले गर्दा यसको सही विकल्प हुन्छ म्याग्दी है। बुझ्नुभयो? रुकुम पूर्व भनेका साथीले बुझिन्छ नि है, यसको सही विकल्प भनेको चाहिँ म्याग्दी हो र म्याग्दी भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ, अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु होला है त। र आजको लागि पहिलो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 2 म्याग्दी इज द करेक्ट आन्सर है। 2075 साल फागुन 19 गते म्याग्दी चाहिँ पहाडी जिल्लाबाट हिमाली जिल्लामा स्तर उन्नति भएको थियो भन्ने कुरा बुझ्नु पर्यो। ल दोस्रो नम्बर प्रश्न, चक्राकार नदीको उपनामले नेपालको कुन नदीलाई चिनिन्छ? अप्सन नम्बर 1 सानुभेरी नदी, अप्सन नम्बर 2 त्रिशुली नदी, अप्सन नम्बर 3 कालीगण्डकी नदी, अप्सन नम्बर 4 कर्मानासा नदी। चक्राकार नदीको उपनामले नेपालको कुन नदीलाई चिनिन्छ? अप्सन नम्बर 1 सानुभेरी, अप्सन नम्बर 2 त्रिशुली, अप्सन नम्बर 3 कालीगण्डकी र यसै गरेर अप्सन नम्बर 4 कर्मानासा। ल भन्नुस् त, चक्राकार नदीको उपनामले नेपालको कुन नदीलाई चिनिन्छ? एकदमै सजिलो प्रश्न र मिलाउनै पर्ने प्रश्न हो। चक्राकार नदीको उपनामले नेपालको कुन नदीलाई चिनिन्छ भनेर भनेको छ है। अप्सन नम्बर 1 सानुभेरी, अप्सन नम्बर 2 त्रिशुली, अप्सन नम्बर 3 कालीगण्डकी, अप्सन नम्बर 4 कर्मानासा। चक्राकार नदीको उपनामले नेपालको कुन नदीलाई चिनिन्छ भनेर 4वटा विकल्प रहेको छ है। चक्राकार नदीको उपनामले नेपालको कुन नदीलाई चिनिन्छ? अप्सन नम्बर 1 सानुभेरी, अप्सन नम्बर 2 त्रिशुली, अप्सन नम्बर 3 कालीगण्डकी, अप्सन नम्बर 4 कर्मानासा गरेर 4वटा विकल्प रहेको छ। हेर्नुहोस् त, र आजको लागि दोस्रो नम्बर प्रश्न चाहिँ तपाईँलाई 4वटा विकल्पबाट हेर्नुहोस् त, चक्राकार नदीको उपनामले भनेको छ। चक्राकार नदीको उपनामले हामी कसलाई चिन्छौँ भनेको छ? यसको सही विकल्प भनेको कालीगण्डकी हो, कालीगण्डकी हैन। र यसै गरेर तपाईँलाई त्रिशुली, कर्मानासा र सानुभेरी दिएको छ। अब योमा चाहिँ धेरैजना साथीहरू झुक्किनुहुन्छ। ल हेर्नुहोस् त, उत्तर गङ्गा भन्छ है, उत्तर गङ्गा, र कालीगण्डकी भनेको चाहिँ शालिग्राम पाइने एकमात्र नदी पनि हो है। शालिग्राम पाइने एकमात्र नदी, शालिग्राम पाइने एकमात्र नदी, शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो भनेर सोध्यो भने कालीगण्डकी। र कालीगण्डकी भनेको चाहिँ गण्डकीको सबैभन्दा ठुलो सहायक नदी पनि हो हैन। अब धेरैजना साथीहरू चाहिँ योमा झुक्किनुहुन्छ। उत्तर गया हैन, अनि यसै गरेर उत्तर वाहिनी, उत्तरतिर बग्ने भएको कारणले उत्तर वाहिनी भन्छ र उत्तर गङ्गा भन्छ। हेर्नुहोस् है, योमा चाहिँ धेरैजना साथीहरू झुक्किनुहुन्छ। उत्तर वाहिनी भनेर कुन नदीलाई चिनिन्छ भनेर सोध्यो भने कर्मानासा भन्नु होला। कर्मानासालाई चाहिँ हामी उत्तर वाहिनी भन्छौँ। किन उत्तर वाहिनी भन्छौँ भने उत्तरतिर बग्ने भएको कारणले गर्दा यसलाई हामी उत्तर वाहिनी भन्छौँ कर्मानासालाई। र उत्तर गया भनेर चाहिँ त्रिशुलीलाई भनिन्छ है। गण्डकीको सहायक नदी त्रिशुलीलाई चाहिँ हामी के भन्छौँ? उत्तर गया भन्छौँ। उत्तर गङ्गा भनेर कुन नदीलाई चिनिन्छ भनेर सोध्यो भने कर्णालीको सहायक नदी सानुभेरीलाई चाहिँ हामी के भन्छौँ? उत्तर गङ्गा भन्छौँ। यो 3वटा कुरा चाहिँ धेरैजना साथीहरू झुक्किनु
बुझ्नुहुन्छ यो कुरामा नझुक्किने है। उत्तर वाहिनी उत्तरतिर बग्ने भएको कारणले गर्दा कर्मनाशालाई उत्तर वाहिनी भन्छ। उत्तर गङ्गा भनेको सानुबेरी हो र उत्तर गया भनेको चाहिँ त्रिशुली हो र यसको सही विकल्प चाहिँ कालीगण्डकी हुन्छ। चक्राकार नदीको उपनामले नेपालको कालीगण्डकी नदीलाई चिनिन्छ र कालीगण्डकी भनेको चाहिँ शालिग्राम पाइने नेपालको एकमात्र नदी पनि हो है। यसरी चाहिँ ध्यान दिनु होला। र दोस्रो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 2 कालीगण्डकी इज द करेक्ट आन्सर है त। ल ओके, करिब करिब 2000 जना साथीहरु जोडिसक्नु भएको छ, तर शेयर चाहिँ 1000 पुगेन के। विडम्बनाको कुरा चाहिँ त्यहाँ छ के साथीहरु, तपाईहरु शेयर गर्न नै अल्छी मान्नुहुन्छ है। र तेस्रो नम्बर प्रश्न के रहेको छ तपाईले स्क्रिन मार्फत देखिसक्नु भएको छ। नेपालको दुई अग्ला हिमाल बीचको उचाइमा फरक कति रहेको छ है। अप्सन नम्बर 1 266.86 मिटर, अप्सन नम्बर 2 264.86 मिटर, अप्सन नम्बर 3 262.86 मिटर, अप्सन नम्बर 4 260.86 मिटर गरेर चारवटा विकल्प रहेको छ है। हेर्नुस् त नेपालका दुई अग्ला हिमाल बीचको उचाइको फरक कति छ। कहिलेकाहीँ प्रश्नले यसरी पनि मोडिफाई गरिदिन्छ। हेर्नुस् त एकदमै मजाको प्रश्न थियो। को साथीले मिलाउनुहुन्छ ल कमेन्ट गर्नुहोस्। अप्सन नम्बर 1 266.86 मिटर, अप्सन नम्बर 2 264.86 मिटर, अप्सन नम्बर 3 262.86 मिटर, अप्सन नम्बर 4 260.86 मिटर है। नेपालको दुई अग्ला हिमाल बीचको उचाइमा फरक कति रहेको छ भन्छ। अप्सन नम्बर 1 2 3 4 का आधारमा तपाईहरुले कमेन्ट गर्नु होला। प्रश्नले मोडिफाई गरेको छ। अब यो प्रश्न पनि तपाईहरुले मिलाइहाल्नुहुन्छ, केही पनि गाह्रो छैन। प्रश्न बुझ्नु पर्यो। त्यो कारणले गर्दा मैले सुरुमा धेरै जना साथीलाई कन्सेप्ट चाहिँ क्लियर हुनुहोस् है साथीहरु भन्छु, कारण यही हो। नेपालको दुई अग्ला हिमाल भनेको के हो भने सबभन्दा सुरुमा यो बुझ्नु पर्यो। नेपालको दुई अग्लो हिमाल भनेको एउटा सगरमाथा हो हैन। अर्को भनेको कञ्चनजङ्घा हो। यो कुरा हामीले बुझ्नु पर्यो है। कञ्चनजङ्घा यो कुरा हामीले बुझ्यौं हो। कञ्चनजङ्घा, सगरमाथा र कञ्चनजङ्घाको चाहिँ उचाइ कति छ त? सगरमाथाको कति छ? 8848.86 मिटर। यो चाहिँ सगरमाथाको उचाइ हो। यसै गरेर 8586 मिटर भनेको यो कञ्चनजङ्घाको चाहिँ उचाइ हो। हामीले दुई अग्ला हिमालहरु भनेको सबैभन्दा अग्लो हिमाल सगरमाथा, दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा, यो दुईटाको चाहिँ हामीले उचाइ हेर्यौं र बीचको उचाइको फरक भने के हो, डिफरेन्ट, यिनीहरुको भिन्नता कति छ भने 8848.86 मिटर र 8586 को भिन्नता अथवा चाहिँ फरक कति छ भने अब यसलाई चाहिँ तपाईले 8848.86 माइनस 8586 गरिदिनु भयो भने आन्सर आइहाल्छ। कति हुन्छ त? 8 छ भएको कारणले गर्दा यो 8 छ दशमलव भइहाल्यो। 8 छ 48 अनि यसै गरेर चाहिँ 62 हुन्छ। 262.86 मिटर यो भनेको चाहिँ फरक भयो। कहिलेकाहीँ चाहिँ यसरी सोध्छ। यसको सही विकल्प भनेको 262.86 मिटर है। र 262.86 मिटर भनेर सही विकल्प दिनुभएका साथीहरुको मिलेको छ। अन्य साथीहरुले यसलाई करेक्सन गर्नु होला साथीहरु है त। र यसै गरेर साथीहरु तपाईहरुको माविको एक्जाम एकदमै नजिक छ र खरिदारको भ्याकेन्सी अब पर्सि मात्रै संघीय खरिदारको भ्याकेन्सी आउँदैछ र साथसाथै चाहिँ निवाबीको भ्याकेन्सी पनि एकदमै नजिक चरणमा छ टीएससी सन्दर्भमा र अन्य प्राविधिक र अपराविधिक तर्फका साथीहरुको पनि एक्जाम नजिक छ। केही साथीहरुको चाहिँ विज्ञापन भइसकेको छ र केही विज्ञापन हुन बाँकी छ। सुदूरपश्चिम प्रदेशले पनि विज्ञापन गर्ने सम्भावना यो वर्ष अधिक छ र यसैगरी बागमतीको अब छिट्टै विज्ञापन हुँदैछ। बागमती प्रदेश 5 औँको, किनभने यो चाहिँ मुद्दाको कारणले गर्दा अल्झिएको थियो। गत वर्ष चाहिँ पद स्थापना भइसकेपछि अब तपाईहरुको नयाँ भ्याकेन्सी तपाईहरुको आउँदैछ। बागमतीको सन्दर्भमा पनि निवाबीको पनि भ्याकेन्सी नजिक छ, खरिदारको पनि भ्याकेन्सी नजिक छ। सबै साथीहरुलाई मध्यनजर गर्दै तपाईहरुको हरेक दिन बेलुका 9:45 बजेको समयमा निशुल्क रूपमा जीके फिडब्याक हुन्छ। तपाईहरु पनि जोडिनु होला र यसको अधिक रूपमा लाभ लिनु होला। विगतमा लोकसेवा तथा शिक्षक सेवाले सोधेका प्रश्नहरूलाई हेर्ने हो भने एकदमै सफल मानिएको डेली लाइभ एक्जाम र फिडब्याक सेसन हो। र साथीहरुलाई मैले बारम्बार भनिआएको कुरा भनेको 1000 शेयर चाहिँ साथीले कम्तीमा पनि पुर्याउनु पर्छ है। 1000 शेयर चाहिँ कम्तीमा पनि पुर्याउनु पर्छ। अब धेरै जना साथीले सर शेयर किन गर्ने भन्नुहुन्छ। तपाईहरुको सहभागी, तपाईहरुको शेयर भनेकै हाम्रो लागि ऊर्जा हो। शिक्षक सेवा आयोगका साथीले माविसम्म मात्रै होइन, निवाबीसम्म मात्रै होइन, प्राविसम्मै देख्न चाहनुहुन्छ र लोकसेवा आयोगका साथीले खरिदारको एक्जामसम्ममै यो फिडब्याक सेसन रेगुलर रूपमा अथवा नियमित रूपमा दैनिक रूपमा भएको देख्न चाहनुहुन्छ भने मिनिमम पनि 1000 शेयर चाहिँ पुर्याउनु होला है। मैले धेरै भन्दिन साथीहरुलाई, किनकि हामीले यति धेरै मेहनत गरेका छौं, यति धेरै दुःख गरेका छौं, तपाईहरुका लागि समय दिएका छौं। त्यो कारणले गर्दा हाम्रो एक्सपेक्टेसन भनेको के हुन्छ भने साथीहरुले चाहिँ यसलाई चाहिँ धेरै भन्दा धेरै जना साथीहरुमा चाहिँ पुर्याइदिनु होला भन्ने हुन्छ। त्यो कारणले गर्दा यो सेसनलाई तपाईहरु दैनिक रूपमा देख्न चाहनुहुन्छ भने 1000 शेयर चाहिँ मिनिमम पनि कम्प्लिट गर्नु पर्यो है त। र तपाईहरुको सहभागी, तपाईहरुको शेयर भनेकै हाम्रो लागि हौसला हो। आफू आबद्ध 15-20 वटा ग्रुपहरुमा शेयर गर्नुस्। 1 मिनेटमै तपाईहरुको 1000 शेयर पुग्छ। तर शेयर गर्न अल्छी नगर्नु, गर्न भएन है त। ल ओके,
र आजको लागि तेस्रो नम्बर प्रश्न 262.86 मिटर इज द करेक्ट आन्सर। र आजको लागि चौथो नम्बर प्रश्नतिर प्रवेश गरौँ र चौथो नम्बर प्रश्न तपाईँले स्क्रिन मार्फत देखिसक्नु भएको छ र चौथो नम्बर प्रश्न हेर्नुहोस् त, सबैभन्दा कम वडा भएको महानगरपालिका पहिचान गरी कति वडा रहेका छन् पत्ता लगाउनुहोस् भनेको छ। अप्सन नम्बर 1 22 वटा, अप्सन नम्बर 2 21 वटा, अप्सन नम्बर 3 20 वटा, अप्सन नम्बर 4 19 वटा। जम्मा 700 शेयर भयो, अझै 300 शेयर गर्न त बाँकी नै छ। तपाईहरुले किन अल्छी गरेको साथीहरु है? ल शेयर नगर्नु भएका साथीहरुले व्यापक रूपमा गरौँ है। ल सबैभन्दा कम वडा भएको महानगरपालिका पहिचान गरी कतिवटा वडा रहेका छन् त तपाईहरुले चाहिँ बुझ्नु पर्यो। अप्सन नम्बर 1 22 वटा, अप्सन नम्बर 2 21 वटा, अप्सन नम्बर 3 20 वटा र अप्सन नम्बर 4 19 वटा गरेर 4 वटा विकल्प छ। ल भन्नुस् त, सबैभन्दा कम वडा भएको महानगरपालिका पहिचान गरी भनेको छ। यो भनेको सबैभन्दा कम वडा भएको महानगरपालिका कुन हो त्यो फाइन्ड आउट गर्नु पर्यो सबैभन्दा सुरुमा हैन। हामी त शेयर गर्न नै अल्छी लाग्छ भन्नुभयो, उसो भए चाहिँ यो लाइभ नै ल्याउन अल्छी लाग्छ भन्यो भने के हुन्छ त भन्नुस् त, सिकिन्छ त। ल है, यो 4 वटा विकल्प मध्ये तपाईले चाहिँ के कुरा बुझ्नु पर्यो भने यो महानगरपालिकाको वडाको सन्दर्भमा नै साथीहरु है, नेपालमा चाहिँ कतिवटा महानगरपालिका छन्? 6 वटा महानगरपालिका छन्। र यो महानगरपालिकाको वडाको अवस्था हेर्ने हो भने तपाईहरुले चाहिँ के बुझ्नु पर्यो भने महानगरपालिकाको वडागत अवस्था हेर्ने हो भने सबैभन्दा धेरै वडा है को चाहिँ सबैभन्दा धेरै वडा चाहिँ कहाँ छन् भनेर सोध्यो भने सबैभन्दा धेरै वडा भनेको चाहिँ पोखरा महानगरपालिकामा छन्। पोखरा महानगरपालिकामा कति वडा? 33 वटा। यो ठुलो चाहिँ महानगरपालिका पनि हो है। सबैभन्दा धेरै वडा भएको महानगरपालिका पोखरा, 33 वटा चाहिँ वडा छन्। र सबैभन्दा थोरै वडा भएको यो पहिचान गर भनेको छ। सबैभन्दा थोरै वडा भएको महानगरपालिका 6 वटा चाहिँ महानगरपालिका मध्ये सबैभन्दा थोरै वडा भएको महानगरपालिका कुन हो भनेर सोध्दै गर्दाखेरि चाहिँ विराटनगर महानगरपालिका भन्नु होला है। र विराटनगर महानगरपालिकामा कतिवटा वडा छन् भनेर सोध्यो भने चाहिँ 19 वटा वडा रहेका छन् है त। मैले भनेको कुरा बुझ्नुभयो। वडाको अवस्था हेर्ने हो भने महानगरपालिका जुन 6 वटा छन् नेपालमा, 6 वटा महानगरपालिका मध्ये 33 वटा वडा सहित सबैभन्दा धेरै वडा भएको पोखरा र 19 वटा वडा सहित सबैभन्दा थोरै वडा भएको विराटनगर हो। र यसको सही विकल्प भनेको चाहिँ 19 वटा। र महानगरपालिका पहिचान गरी भनेको छ सबैभन्दा सुरुमा यो पहिचान गर्नु पर्यो र त्यसपछि यो चाहिँ टिक लगाउनु पर्यो र यसको सही विकल्प हुन्छ 19 वटा है त। र विराटनगर महानगरपालिकामा 19 वटा वडा छन् र तपाईहरुलाई प्रश्नले यही नै सोधेको थियो। सबैभन्दा थोरै वडा भएको महानगरपालिका विराटनगर र विराटनगरमा 19 वटा के छन् वडा रहेका छन् भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। ठीक छ ल, ओके। र यसै गरेर चाहिँ आजको लागि 5औं नम्बर प्रश्नमा प्रवेश गरौँ र 5औं नम्बर प्रश्न तपाईहरुले चाहिँ स्क्रिन मार्फत देखिसक्नु भएको छ। पोखरा होइन हो, लेखनाथ महानगरपालिका हो। जम्मा 31 वटा वडा छन् हो र। यति ट्यालेन्ट भइसक्नु भएको तपाईँ। ल, महाकाली नदीको लम्बाइ कति रहेको छ? अप्सन नम्बर 1 243 किलोमिटर, यसै गरेर अप्सन नम्बर 2 234 किलोमिटर, अप्सन नम्बर 3 233 किलोमिटर। ल अब तपाईको मैले कमेन्ट पनि हेरेँ 232 किलोमिटर। समग्र लोकसेवा आयोगजी तपाईको मैले कमेन्ट हेरेँ है। तपाईले एउटै कमेन्ट मार्फत 2 वटा चाहिँ कमेन्ट के मिस्टेक गर्नुभयो भने पोखरा होइन लेखनाथ महानगरपालिका हो भन्नुभयो। तपाईँ चाहिँ 2 वर्ष 3 वर्ष अगाडिदेखि नै हुनुहुन्छ। यो चाहिँ पहिला पोखरा लेखनाथ भन्ने थियो, अहिले पोखरा लेखनाथ भन्ने छैन, पोखरा मात्रै छ। र जम्मा 31 वटा वडा छन् भन्नुभएको छ, पोखरामा 33 वटा वडा छन् है। त्यो कारणले गर्दाखेरि चाहिँ सोध्न पाइन्छ तर चाहिँ हो नै भनेर चाहिँ ठोकुवा गर्न पाइदैन है। त्यो चाहिँ सोध्न चाहिँ पाइयो कन्फ्युज भएका कुराहरू हैन। ल, महानगरपालिकाको नदीको लम्बाइ कति रहेको छ भनेको छ 243 किलोमिटर, 234 किलोमिटर, 233 किलोमिटर र 223 किलोमिटर भनेर 4 वटा विकल्प दिएको छ। यो महाकाली नदी किन पनि महत्त्वपूर्ण छ भने नि साथीहरु, महाकाली नदी भनेको नि साथीहरु हेर्नुस् है, यो महाकाली नदी भनेको पहिलो स्तरका जुन नदीहरु 22 वटा छन्, मैले तपाईलाई सप्तकोशी, सप्तकर्णाली र सप्तगण्डकी साथै 21 वटा र प्लस महाकाली पनि पहिलो स्तरको नदी गरेर जम्मा 22 वटा चाहिँ पहिलो स्तरका नदी हुन्। र महाकाली नदीलाई हामी पहिलो स्तरको नदी भनिनुको कारण तपाईलाई थाहा छ किन हो त? महाकाली नदी भनेको अपि हिमालबाट उत्पत्ति हुने हो। हिमालबाट हिउँ पग्लेर बनेको अथवा हिमालको हिउँ पग्लेर बनेका, हिमालबाट उत्पत्ति भएका नेपालका नदीहरू चाहिँ पहिलो स्तरका ठूला नदीहरू, पहिलो स्तरका नदी हुन् जसमा चाहिँ महाकाली नदी पनि पर्छ। र महाकाली नदीको लम्बाइ कति छ भनेर सोधेको छ। महाकाली नदी एउटा पहिलो स्तरको नदी हो, एउटा कुरा यो बुझ्नु होला साथीहरु। अथवा पहिलो स्तरका नदीमा जुन 22 वटा नदीमा एउटा यो पनि पर्छ। र महाकाली नदीको चाहिँ उद्गम स्थल कहाँ हो भनेर धेरै पटक सोधेको छ। महाकाली नदीको उद्गम स्थल कहाँ हो भनेर सोध्यो भने अपि हिमाल है। अपि हिमालबाट चाहिँ महाकाली नदीको उद्गम हुन्छ, त्यो कारणले गर्दा पहिलो स्तरको नदी भनेको हो। र महाकाली नदीको लम्बाइ कति छ भनेर सोध्यो भने चाहिँ
232 किलोमिटर हो र महाकाली नदीलाई भारतमा पुगेर के नामले चिनिन्छ थाहा छँदैछ? भारतमा पुगेर के नामले चिनिन्छ भनेर सोध्यो भने चाहिँ महाकाली नदीलाई शारदा उपनामले चिनिन्छ है। शारदा उपनामले चिनिन्छ। यसरी चाहिँ तपाईँले ध्यान दिनु पर्यो र यसको सही विकल्प भनेको 232 किलोमिटर इज द करेक्ट आन्सर। र आजको लागि 5औं नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बरको 232 किलोमिटर भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीले चाहिँ यसलाई करेक्सन गर्नु होला है। ल ओके, र यसै गरेर 6औं नम्बर प्रश्नमा प्रवेश गरौँ र आजको लागि 6औं नम्बर प्रश्न तपाईँहरूले चाहिँ के बुझ्नु पर्यो भने भाइटिकाको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन तालको बीचमा रहेको छ? अप्सन नम्बर 1 रूपाताल, अप्सन नम्बर 2 रानीपोखरी, अप्सन नम्बर 3 फेवाताल, अप्सन नम्बर 4 नागदह है। हेर्नुहोस् त प्रश्नले के भनेको छ भने भाइटिकाको दिन भाइटिकाको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन तालको बीचमा रहेको छ? अप्सन नम्बर 1 रूपाताल, अप्सन नम्बर 2 रानीपोखरी, अप्सन नम्बर 3 फेवाताल, अप्सन नम्बर 4 नागदह गरेर 4वटा विकल्प दिएको छ। र यही सन्दर्भबाट गत वर्ष बागमती 5 वाला क्वेसन सोधेको थियो, यो पनि रिपिटेड नै हो। भाइटिकाको दिन मात्र खुल्ने नेपालको मन्दिर चाहिँ सबैभन्दा सुरुमा त्यो कुरा बुझ्नु पर्यो हैन। र यसै गरेर चाहिँ यसको चाहिँ अब इतिहास त मैले तपाईँहरूलाई पढाइ नै सकेको छु हैन। भाइटिकाको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन तालको बीचमा छ भनेर रूपाताल, रानीपोखरी, यसै गरेर फेवाताल र नागदह गरेर 4वटा विकल्प छ। यसको थोरै इतिहास भन्छु अनि तपाईँहरूले चाहिँ यो बुझिहाल्नुहुन्छ। र रानीपोखरी भनेको तपाईँलाई थाहा छ, रानीपोखरी भनेको प्रताप मल्लले शोकमा रहेकी आफ्नी रानीलाई सान्त्वना दिनका लागि निर्माण गरेको ताल नै रानीपोखरी हो। रानीको सान्त्वना दिनका लागि, रानीकै लागि बनाएको कारणले गर्दा प्रताप मल्लले यसलाई चाहिँ रानीपोखरी भनेर चाहिँ नामाकरण गरिएको हो। अब किन चाहिँ रानीपोखरी निर्माण भयो भन्ने सन्दर्भमा चाहिँ प्रताप मल्लका सुयोग्य छोरा, जेठा छोरा चक्रवर्तेन्द्र मल्लको चाहिँ मृत्यु भयो है। भनेको चाहिँ अल्प आयुमै मृत्यु भयो र चक्रवर्तेन्द्र मल्लको मृत्यु भइसकेपछि शोकमा रहेकी अथवा पुत्र शोकमा रहेकी लाई सान्त्वना दिनका लागि राजाले बनाएको मन्दिर चाहिँ रानीपोखरी बीचमा रहेको चाहिँ के हो त विष्णु तीर्थ। विष्णु तीर्थ भनेको चाहिँ रानीपोखरीलाई हामी अर्को के पनि भन्छौँ त विष्णु तीर्थ पनि भन्छौँ, के पनि भन्छौँ त विष्णु तीर्थ पनि भन्छौँ। र बीचमा रहेको विष्णु तीर्थ अथवा बालगोपालेश्वर मन्दिर पनि रानीपोखरीको बीचमा नै छ हैन। के हो त अर्को बालगोपालेश्वर मन्दिर, बालगोपालेश्वर मन्दिर, बालगोपालेश्वर मन्दिर। यो सन्दर्भमा चाहिँ विशेष गरेर तपाईँले के ध्यान दिनु पर्यो भने भाइटिकाको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन तालको बीचमा छ अथवा यसलाई विष्णु तीर्थ पनि भन्छ र यो चाहिँ रानीपोखरी बीचमा रहेको छ है। र चाहिँ अब रानीपोखरी भनेको भाइटिकाको दिन मात्रै खुल्छ किनकि चाहिँ अब कसैको दाजुभाइ नहुने दिदीबहिनीहरूले चाहिँ यहाँ गएर पूजा गर्ने प्रचलन भएको कारणले गर्दा यो चाहिँ भाइटिकाको दिन मात्र खुल्छ भन्ने कुरा चाहिँ प्रचलनमा रहेको छ। र यसको सही विकल्प भनेको रानीपोखरी इज द करेक्ट आन्सर। यसको हिस्ट्री नै यही हो है। र रानीपोखरी भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीले चाहिँ यसलाई करेक्सन गर्नु होला है त। र त्यही कारणले गर्दा हामी रानीपोखरीलाई विष्णु तीर्थ भनेर पनि भन्छौँ साथीहरू है। ल ओके, र यसै गरेर 6औं नम्बर प्रश्नको सही विकल्प भनेको चाहिँ 232 भनियो र टङ्सिली भयो होला। ल 223 नै हो है, भन्दाखेरि 32 भयो भने सरी टङ्सिली भयो होला, 223 नै हो है। ल ओके, यसै गरेर चाहिँ 7औं नम्बर प्रश्न राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा प्रचलित 10वटा धर्ममध्ये सबैभन्दा कम धर्मावलम्बी भएको धर्म कुन हो? अप्सन नम्बर 1 सिख धर्म, अप्सन नम्बर 2 बौद्ध धर्म, अप्सन नम्बर 3 बाहाई धर्म, अप्सन नम्बर 4 जैन धर्म है। प्रश्नले तपाईँलाई के बुझ्नु पर्यो भने राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा प्रचलित धर्महरू कतिवटा छन् त 10वटा धर्म छन् र त्यो 10वटा धर्ममध्ये सबैभन्दा कम धर्मावलम्बी भएको धर्म कुन हो भनेर सोधेको छ। अप्सन नम्बर 1 2 3 4 का आधारमा तपाईँहरूले चाहिँ कमेन्ट गर्नुहोस् ल। के हो त सबैभन्दा कम धर्मावलम्बी भएको धर्म? नेपालमा प्रचलित रहेका धर्महरू भनेको 10वटा धर्म छन्। नोट गर्दा पनि हुन्छ। यो पनि फ्रिक्वेन्सी तपाईँलाई सोधेको छ। गत वर्ष नासुलाई एउटा क्वेसन सोधेको थियो हैन। र 2078 सालको जनगणना अनुसार कतिवटा धर्म रहेछन् त 10वटा धर्म रहेछन्। र यो 10वटा धर्ममा तपाईँलाई के भनेको छु भने 10वटा धर्म भनेको चाहिँ हिन्दू धर्म, अनि यसै गरेर बौद्ध धर्म है, यसै गरेर इस्लाम धर्म, मुस्लिम समुदायले मान्ने धर्म, यसै गरेर किरात धर्म है, किरात धर्म, अनि यसै गरेर इसाई धर्म है, इसाई धर्म, यसै गरेर प्रकृति धर्म,
अर्को भनेको बोन धर्म है, प्रकृति धर्म, यसै गरेर बोन धर्म, अनि यसै गरेर चाहिँ जैन धर्म है, प्रकृति धर्म, बोन धर्म, जैन धर्म, सिख धर्म, बहाई धर्म, जैन धर्म, यसै गरेर सिख धर्म, यसै गरेर बहाई धर्म, यी भनेका चाहिँ क्रम अनुसार 1 2 3 4 1 2 3 4 5 6 7 8 9 10 हेर्नुहोस् त, यो भनेका चाहिँ क्रम अनुसार नेपालमा प्रचलित रहेका 2078 सालको जनगणना अनुसार चाहिँ धेरैबाट थोरै धर्मावलम्बी भएको यिनै हो। अब यो जैन, सिख र बहाईको 0.01% छन्, 0.01% एकदमै न्यूनमा छन्, 0.01% छन्, र बहाई भनेको कम धर्मावलम्बी कति सङ्ख्यामा भनेर सोध्न सक्छ है। 537 जना, कति हो त? 537 जना चाहिँ मात्रै छन् भनेको बहाई धर्म भनेको 10 वटा धर्ममध्ये सबैभन्दा कम धर्मावलम्बी भएको भनेको बहाई धर्म हो। कति धर्मावलम्बी छन् भनेर सोध्ने, 537 जना छन्। र अब अरू हेर्ने हो भने हिन्दू धर्म भनेको 81.19, बौद्ध धर्म भनेको 8.21, यसै गरेर इस्लाम धर्म भनेको 5.09, किरात धर्म भनेको 3.17, इसाई धर्म भनेको 1.76, प्रकृति भनेको 0.35%, यसै गरेर बोन धर्म भनेको 0.23%। यही हो 2078 सालको जनगणना अनुसार चाहिँ सबैभन्दा ठुलो धर्म भनेको हिन्दू धर्म 81.19 र सबैभन्दा कम जनसङ्ख्या भएको अथवा कम धर्मावलम्बी भएको चाहिँ बहाई धर्म हो। यसको सही विकल्प हुन्छ बहाई धर्म है। र बहाई भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। 537 जना चाहिँ के छन् त? धर्मावलम्बीहरू रहेका छन्, र अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु पर्यो है त। ल ओके, र यसै गरेर चाहिँ आजको लागि 7औं नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 3 बहाई धर्म इज द करेक्ट आन्सर है। ल ओके, र यसै गरेर चाहिँ 8औं नम्बर प्रश्नको प्रश्नतिर लागौँ, र आजको लागि 8औं नम्बर प्रश्न, देहायका मध्ये कुन झरना ताप्लेजुङ जिल्लामा अवस्थित रहेको छ? अप्सन नम्बर 1 रूपसे झरना, अप्सन नम्बर 2 रातामाटे झरना, अप्सन नम्बर 3 टिप्ताला झरना, अप्सन नम्बर 4 जोरपानी झरना। देहायका मध्ये कुन झरना ताप्लेजुङ जिल्लामा अवस्थित रहेको छ? अप्सन नम्बर 1 रूपसे झरना, अप्सन नम्बर 2 रातामाटे झरना, अप्सन नम्बर 3 टिप्ताला झरना, अप्सन नम्बर 4 जोरपानी झरना है। साथीहरू 900 सेयर भयो, अझै 100 सेयर, खै त यति धेरैजना साथीहरू करिब करिब 3000 प्लस साथीहरू जोडिसक्नु भएको छ होइन। सेयर चाहिँ गरौँ है साथीहरू, व्यापक रूपमा पुर्याउँ, धेरैभन्दा धेरैजना साथीहरूमा चाहिँ पुर्याउनु पर्यो। र आजको लागि हेर्नुहोस् त 8औं नम्बर प्रश्न के भनेको छ भने देहायका मध्ये टिप्ताला झरना चाहिँ ताप्लेजुङ जिल्लामा पर्छ, र यो झरना प्रचलित झरना नै थिए होइन। जोरपानी झरना भनेको डोटी जिल्लामा पर्छ है। डोटी जिल्लामा पर्ने झरना भनेको चाहिँ जोरपानी झरना हो। यसै गरी रूपसे झरना भनेको कहाँ पर्छ त? म्याग्दी जिल्लामा पर्छ। रूपसे झरना कहाँ पर्छ? म्याग्दी जिल्लामा पर्छ। यसै गरेर चाहिँ रातामाटे झरना कहाँ पर्छ? ओखलढुङ्गा जिल्लामा पर्छ है। ओखलढुङ्गा जिल्लामा पर्छ। र टिप्ताला झरना भनेको चाहिँ ताप्लेजुङ जिल्लामा पर्छ। र तपाईँलाई प्रश्नले के भनेर सोधेको थियो भने देहायका मध्ये कुन झरना ताप्लेजुङ जिल्लामा अवस्थित छ भनेको छ। यसको सही विकल्प भनेको टिप्ताला झरना ताप्लेजुङ है त। र टिप्ताला झरना ताप्लेजुङ भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु पर्यो है त। ल 900 सेयर पुगेछ, 100 सेयर कही सेयर नगर्नुभएका साथीहरू कता हराउनु भयो? ल, र 8औं नम्बर प्रश्नको सही विकल्प टिप्ताला झरना, र टिप्ताला झरना भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ है त। ल, आफ्नो वालमा सेयर गरिहाल्नुहोस् है साथीहरू। अन्य फुर्सदको समयमा हेर्न सकिन्छ, सुन्न सकिन्छ, यसबाट चाहिँ लाभ लिन सकिन्छ है त। ल, प्रश्नहरू एकदमै आधिकारिक छन्। अर्को प्रश्न, अन्तु डाँडालाई दिपेन्द्र शिखर भनी कहिले नामाकरण गरिएको हो? अप्सन नम्बर 1 विक्रमसम्म 2043, अप्सन नम्बर 2 विक्रमसम्म 2042, अप्सन नम्बर 3 विक्रमसम्म 2041, र यसै गरेर अप्सन नम्बर 4 विक्रमसम्म 2040। अन्तु डाँडालाई दिपेन्द्र शिखर भनी कहिले नामाकरण गरियो है? अन्तु डाँडालाई दिपेन्द्र शिखर भनी कहिले नामाकरण गरिएको हो भनेर सोधेको छ। र विशेष गरेर विक्रमसम्म 2043, विक्रमसम्म 2042, विक्रमसम्म 2041 र विक्रमसम्म 2040 गरेर 4वटा विकल्प दिएको छ। ल, कमेन्ट गर्नुहोस्, अन्तु डाँडालाई दिपेन्द्र शिखर भनी कहिले नामाकरण गरिएको हो? र यो चाहिँ के बुझ्नु पर्यो भने दिपेन्द्र शिखर, यो जुन अन्तु डाँडा छ इलाममा पर्छ, इलामको अन्तु डाँडा, र सूर्योदयको दृश्य देखिने पहिलो स्थान भनेर हामी चिन्छौँ। र यसको सही विकल्प भनेको 2043 सालमा
अन्तु डाँडालाई दिपेन्द्र शिखर भनेर नामाकरण गरिएको हो। यसको सही विकल्प भनेको विक्रमसम्म 2043 हो है। र विक्रमसम्म 2043 भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु होला है त। अन्तु डाँडा भनेको चाहिँ यो कहाँ पर्छ? इलाम जिल्लामा पर्छ र कुन जिल्लामा अवस्थित छ त? इलाम जिल्लामा अवस्थित छ र 43 सालमा नामाकरण गरिएको हो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। अर्को प्रश्न, नेपालको पहिलो वंश गोपाल वंशले प्राचीन कुन जातिलाई पराजित गरी आफ्नो शासन सुरु गरेको थियो? अप्सन नम्बर 1 नाग जाति, अप्सन नम्बर 2 द्वापर जाति, अप्सन नम्बर 3 घले जाति, अप्सन नम्बर 4 गुप्त जाति है। प्रश्नले के भनेको छ भने नेपालको पहिलो वंश गोपाल वंशको प्राचीन कुन जातिलाई पराजित गरी आफ्नो शासन वंश सुरुवात गरेको थियो भनेर तपाईलाई चाहिँ 4वटा विकल्प दिएको छ। अप्सन नम्बर 1 2 3 4 का साथीहरूले कमेन्ट गर्नु। साथीहरू कति ज्ञानी हुनुभएको? 1000 शेयर पुर्याइसक्नुभयो आज चाहिँ। यदि ज्ञानी भइसकेपछि चाहिँ एउटा छुट्टै ऊर्जा पनि मिल्छ, हो कि होइन? ल भन्नुहोस् त। तपाईहरु यदि ज्ञानी भइसकेपछि यसलाई चाहिँ रेगुलर रूपमा ल्याउने, दैनिक रूपमा ल्याउने चाहिँ छुट्टै एउटा ऊर्जा हौसला अवश्य पनि मिल्छ नै साथीहरू है त। हेर्नुहोस् त, नेपालको पहिलो वंश गोपाल वंशले प्राचीन कुन जातिलाई पराजित गरी आफ्नो शासन व्यवस्था सुरुवात गरेको थियो? यो मैले तपाईँलाई रेगुलर क्लासमा पनि पढाएको छु पढाउनका लागि। यसमा चाहिँ दुईटा कुरा बुझ्नु होला कि यो चाहिँ गोपाल वंश भनेको नेपालमा शासन गरेको पहिलो वंश हो गोपाल वंश, र गोपाल वंश भनेको चाहिँ कृष्णका सन्तानका रूपमा चाहिँ उपत्यका प्रवेश गरेका थिए कृष्णसँगै हैन। यो कुरा तपाईँलाई थाहा छ। र गोपाल वंशको सन्दर्भमा चाहिँ विशेष गरेर जब यिनीहरूले चाहिँ उपत्यका प्रवेश गरे, दक्षिणबाट आएका गोपाल वंशीहरू भन्ने छ, र दक्षिणबाट आएका गोपाल वंशीहरू काठमाडौँ उपत्यका प्रवेश गरिसकेपछि उनीहरूलाई शासन चलाउने चाहिँ एउटा के भयो त, शासन चलाउने एउटा चाहिँ मन लाग्यो। र त्यसपछि चाहिँ दक्षिणबाट आएका गोपाल वंशीहरू है, गोपाल वंशीहरू जसलाई चाहिँ हामी के भन्छौँ? गाई पालक पनि भन्छौँ। त्यसलाई चाहिँ हामी के भन्छौँ? गाई पालकहरू है। गाई पालकहरू चाहिँ गाई पालकहरू गोपालहरू हैन, दक्षिणबाट आएका गोपाल वंशीहरू। र यसै गरेर चाहिँ प्राचीन नाग जाति बीच के भयो त? वार भयो। नाग जाति बीच वार भयो र नाग जातिलाई पराजित गरेर है, नाग जातिलाई पराजित गरेर के गरेका थिए? गोपाल वंशीले शासन गरेका थिए। र गोपाल वंशीको नेतृत्व त्यति बेला कसले गरेका थिए? हेर्नुहोस् है, खासमा चाहिँ के हो भने गोपाल वंशको नेतृत्व भनेको चाहिँ भुक्तमानले गरेका थिए। कसले गरेका थिए? भुक्तमानले गरेका थिए। र यही भुक्तमानलाई जब चाहिँ नाग जातिलाई पराजित गरेर गोपाल वंशीले शासन सुरु गरे र भुक्तमानलाई चाहिँ टेकुको दोभानमा तपस्या गरेर बसेका नेमुनिहरू भनेको को त? मुनि भनेको ऋषि। नेमुनिहरूले के गराएका? राजा बनाएका, र राजा बनाएर चाहिँ मानलाई चाहिँ गुप्त उपाधि दिएर भूमिगुप्त भनेर चाहिँ यिनलाई चाहिँ नाम दिएको हो क्या। र त्यो कारणले गर्दा भूमिगुप्त भन्नु र भुक्तमान भन्नु एउटै हो। भुक्तमान भनेको चाहिँ गोपाल वंशीको नेतृत्व हो। जब उनले राजा चाहिँ नेमुनिहरू है, तपाईँहरूलाई चाहिँ कसले राजा बनाएका थिए गोपाल वंशीहरूलाई, अथवा चाहिँ भुक्तमानलाई कसले राजा बनाए भनेर सोध्यो भने चाहिँ नेमुनिहरूले राजा बनाए। र कसलाई चाहिँ पराजित गरेर उनीहरू राजा बने त, शासन सुरु गरे त भनेर सोध्यो भने प्राचीन नाग जातिलाई चाहिँ पराजित गरेर शासन सुरु गरे। त्यो कारणले गर्दा हामी नेपालको पहिलो राजा अथवा गोपाल वंशीका संस्थापक राजा भनेर भूमिगुप्तलाई चिन्छौँ। यसको सही विकल्प भनेको नाग जाति है त। र नाग जाति भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु पर्यो है। एकदमै सर म पनि ज्ञानी हो है भन्नुभयो, ल धन्यवाद है त। ल ओके, र साथीहरूको कमेन्ट पनि मैले हेर्दैछु र थोरै मैले एकैछिन तपाईँलाई 1 मिनट क्लासको बारेमा जानकारी दिएँ अनि अरू क्वेसन चाहिँ कन्टिन्यू गरौँला। ल 1 मिनट धैर्य गर्नुहोस् ल साथीहरू, 1 मिनट धैर्य गर्नुहोस्। म क्लासको बारेमा जानकारी दिन्छु र त्यसपछि चाहिँ अन्य क्वेसनहरू कन्टिन्यू गरौँला। साथीहरू तपाईँहरू चाहिँ नासुको फर्स्ट पेपरमा चाहिँ पास हुन्छु भनेर ढुक्कमा बस्नुभएका साथीहरू, पढाइ सेवामा विषय विज्ञ प्रशिक्षकहरूबाट कमान्डो कक्षा सुरु भइसकेको छ। मात्र 3000 मा है, मात्र रु 3000 मा प्रशासन समूहको नासुको सेकेन्ड र थर्ड पेपरको कमान्डो कक्षा सुरु भइसकेको छ। यदि तपाईँहरू पनि पास हुन्छु भनेर ढुक्क बस्नुभएका साथीहरू र नासुको सेकेन्ड र थर्ड पेपरको कमान्डो कक्षा लिन चाहनुहुन्छ भने दिएका नम्बरहरूमा सम्पर्क गरेर तपाईँहरू चाहिँ कक्षा लिनु होला। र यसै गरेर खरिदारको चाहिँ तपाईँहरूको पर्सि मात्रै विज्ञापन आउँदैछ र सोही विज्ञापनलाई मध्यनजर गर्दै मात्र 5500 मा है, मात्र 5500 मा तपाईँहरूको चाहिँ तीनवटै पत्र, खरिदारको तीनवटै पत्रको तपाईँहरूको चाहिँ कक्षा चाहिँ सुरु भइसकेको छ र तपाईँहरूले चाहिँ तीनवटै पत्र प्रशासन समूहको फर्स्ट सेकेन्ड थर्ड पेपर तपाईँले 5500 मा चाहिँ एडमिसन गर्न सक्नुहुनेछ भने जीके आइक्यू को तयारी कसरी लिन चाहनुहुन्छ भने जीके आइक्यू को चाहिँ 3000 मा चाहिँ एडमिसन भइरहेको छ र तपाईँले दिएका नम्बरहरूमा सम्पर्क गर्नु होला। र टीएससी को तयारी गरिरहनुभएका साथीहरूलाई चाहिँ प्राविको एक्जाम सम्ममै पढ्न पाउने गरी मात्र 1500 मा है, 1500 मा फर्स्ट पेपरको एडमिसन भइरहेको छ। यदि तपाईँहरू पनि प्राविको तयारी कसरी लिन चाहनुहुन्छ, निभाविको तयारी कसरी लिन चाहनुहुन्छ भने 1500 मा तपाईँहरू चाहिँ प्राविको एक्जाम सम्ममै पढ्न पाउने गरी तपाईँहरूले चाहिँ कक्षा लिन सक्नुहुनेछ। र साथसाथै यसको बारेमा अरू डिटेल कुरा मैले अन्तिममा जानकारी दिनेछु। ढिलो भइसकेको छ, मैले धेरै टाइम लगिन है त। ल ओके, र यसरी चाहिँ बुझ्नु पर्यो।
ठिक छ। ओके, र यसै गरेर चाहिँ यदि तपाईँहरू चाहिँ खरिदार, नासु र शिक्षक सेवाको तयारी गर्न चाहनुहुन्छ भने दिएका नम्बरहरूमा सम्पर्क गरेर साथीहरूले एडमिसन गर्नुहोला। विषय विज्ञ प्रशिक्षकहरूबाट नियमित कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् है। ल सर, हजुरको हौसलाको लागि 1000 सेयर गर्न पनि तयार छु भन्नुभयो सरिताजीले। ल धन्यवाद सरिताजी है। ल ओके, र नाग जाति भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ है। ओके, लिच्छवीकालीन समयमा न्यायिक निर्णय दिनका लागि बस्ने राजा सहितको इजलासलाई के भनिन्थ्यो? अप्सन नम्बर 1 सुल्ली, अप्सन नम्बर 2 पञ्चाली, अप्सन नम्बर 3 परमासन, अप्सन नम्बर 4 अन्तरासन है। हेर्नुहोस्, लिच्छवीकालीन समयमा न्यायिक निर्णय दिनका लागि बस्ने राजा सहितको इजलासलाई के भनिन्थ्यो? अप्सन नम्बर 1 सुल्ली, अप्सन नम्बर 2 पञ्चाली, अप्सन नम्बर 3 परमासन, अप्सन नम्बर 4 अन्तरासन गरेर 4वटा विकल्प दिएको छ। अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा कमेन्ट गर्नु होला है त। ल, र 11औं नम्बर प्रश्नको सही विकल्प भनेको चाहिँ के हो त? ल कमेन्ट गर्नुहोस् त। 11औं नम्बर प्रश्नको सही विकल्प भनेको चाहिँ अन्तरासन इज द करेक्ट एन्सर। न्यायिक निर्णयका लागि राजासहितको इजलासलाई हामी के भन्छौँ? अन्तरासन भन्छौँ। अब धेरैजना साथीहरूले चाहिँ रङ कमेन्ट पनि गर्नुभएको छ। हेर्नुहोस् त, र हामी आजको लागि 10औं नम्बर प्रश्न मैले तपाईँलाई सरसर्ती भनिदिएँ ल। यो 4वटा विकल्प भनेको के हो भन्ने कुरा सरसर्ती मैले तपाईँलाई भन्ने है। यो पञ्चाली भनेको चाहिँ के हो भने साथीहरू, पाँचाली अथवा पञ्चाली भन्छ। गाउँको चाहिँ विशेष गरेर मुद्दा हेर्न विकास गरिएको निकायलाई चाहिँ हामी पञ्चाली भन्छौँ। गाउँको मुद्दा हेर्ने निकाय है। गाउँको मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो भनेर सोध्यो भने गाउँको मुद्दा हेर्ने निकाय, गाउँको मुद्दा हेर्ने निकायलाई चाहिँ हामी के भन्थ्यौँ त? पञ्चाली भनेर भन्थ्यौँ अथवा पाँचचाली भनेर भन्थ्यौँ। र अर्को भनेको अन्तरासन भनेको छ। यो अन्तरासन भनेको के हो भने न्यायिक निर्णय दिनका लागि बस्ने राजासहितको इजलासलाई चाहिँ अन्तरासन भनिन्थ्यो। परमासन भनेको चाहिँ पञ्चखतको मुद्दा हेर्ने अधिकारी अड्डा है। पञ्चखतको है, पञ्चखतको मुद्दा हेर्ने अड्डा है। मुद्दा हेर्ने अड्डालाई चाहिँ के भनिन्थ्यो त? परमासन भनिन्थ्यो। र सुल्ली भनेको के हो त? सुल्ली भनेको चाहिँ पञ्च अपराध, जहाँ चाहिँ चोरी, हत्या, परस्त्री गमन, राजद्रोह, राजद्रोहमा सघाउने पञ्च अपराध भन्थ्यौँ। र त्यो पञ्च अपराधलाई चाहिँ न्याय दिने चाहिँ निकाय भनेको सुल्ली अधिकरण है। सुल्ली अधिकरण भनेको पञ्च अपराध है। पञ्च अपराध भनेको चोरी, हत्या, परस्त्री गमन, राजद्रोहमा सघाउने पञ्च अपराध भन्थ्यौँ। पञ्च अपराधको चाहिँ अनुसन्धान गर्ने अथवा पञ्च अपराधको चाहिँ कारबाही गर्ने, पञ्च अपराध गरेर कारबाही र अनुसन्धान गर्ने, यसको सही विकल्प अन्तरासन इज द करेक्ट एन्सर। लिच्छवीकालीन समयमा न्यायिक निर्णय लिनका लागि बस्ने राजा सहितको इजलासलाई अन्तरासन भनिन्थ्यो। र अन्तरासन भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु होला। र आजको लागि 4थो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 4 अन्तरासन इज द करेक्ट एन्सर है। ल ओके, र यसै गरेर चाहिँ 11औं नम्बर प्रश्नपछि 12औं नम्बर प्रश्नमा प्रवेश गरौँ। नेपालको इतिहासमा मध्यकाल कति वर्ष चलेको थियो? अप्सन नम्बर 1 889 वर्ष, यसै गरेर 789 वर्ष, 689 वर्ष र 589 वर्ष है। नेपालको इतिहासमा मध्यकाल कति वर्ष चलेको थियो? सर, प्रावि फर्स्ट पेपर भइरहेको छ। प्रावि फर्स्ट पेपर एकदमै सहुलियतपूर्ण फी स्ट्रक्चरमा भइरहेको छ। दिएका नम्बरहरूमा सम्पर्क गर्नु होला है। किन हो आज सरको पुरै 100को स्पिड छ हो र? मेरो स्पिड त ठिकै छ त। अरू दिन पनि यस्तै हुन्थ्यो, आज स्पिड बढेको छ र मेरो। किन त हो आज सरको पुरै 100को स्पिड छ हो र? मेरो स्पिड त ठिकै छ त। ल हेर्नुहोस्, नेपालको इतिहासमा मध्यकाल कति वर्ष चलेको थियो भनेर भनेको छ। अब यो तपाईँहरूलाई चाहिँ मैले मजाले भनेकै प्रश्न हो। हेर्नुहोस् है, अब मैले तपाईँलाई नेपालको इतिहास पढाउँदाखेरि 3टा कुरा भनेको छु के। एउटा भनेको 936, यो कुरा बुझ्नु होला के। एउटा भनेको चाहिँ 936 भन्ने कुरा बुझ्ने, एउटा 1825 भन्ने कुरा बुझ्ने। योभन्दा पछाडिको हिस्ट्री भनेको मोडर्न हिस्ट्री हो नेपालको, अथवा आधुनिक इतिहास हो। नेपालको आधुनिक इतिहासको सुरुवात भनेको चाहिँ 1825 मा आधुनिक इतिहासको सुरुवात भयो। योभन्दा अगाडिको इतिहासलाई हामी प्राचीन इतिहास भन्छौँ। के भन्छौँ त? योभन्दा अगाडिको इतिहासलाई हामी प्राचीन इतिहास भन्छौँ। र यो बिचको 936 देखि 1800 बिचको यो इतिहासलाई हामी के भन्छौँ? मध्यकाल भनेर भन्छौँ। अब तपाईँलाई यही सोधेको, विक्रम सम्वत 1825 देखि 936 बिचको अवधिलाई चाहिँ हामी के भन्छौँ? मध्यकाल भन्छौँ। र मध्यकाल कति वर्ष चलेको थियो? 1825 र -936 गरिदिनुहोस्, करिब चाहिँ 900 वर्ष भनेको छ है।
करिब चाहिँ 900 वर्ष भनेर भनेको छ र एक्ज्याक्ट यसलाई हेर्ने हो भने अप्सनका आधारमा 889 वर्ष है। करिब 900 वर्ष नेपालमा मध्यकाल भएको थियो। 936 भनेको नेपाल सम्बन्धको सुरुवात भएदेखि 1825 भनेको नेपाल एकीकरणका क्रममा जब पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय गरे त्यो सम्मको अवधिलाई हामी मध्यकाल भन्छौँ र 1825 माने 936 गर्नुहोस् करिब 900 वर्ष भनेर पढ्या होइन, कति भयो त 889 वर्ष र 889 वर्ष भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु होला है त। 936 देखि 1825 सम्मको इतिहासलाई नेपालको इतिहासमा मोडर्न हिस्ट्री भनेर मध्यकाल भनेर भन्छौँ है त। र मोडर्न हिस्ट्री भनेको 1825 भन्दा पछाडिको चाहिँ आधुनिक इतिहास अथवा चाहिँ मोडर्न हिस्ट्री भनेर भन्छौँ 1825 भन्दा पछाडिको। र 889 वर्ष भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु पर्यो है। ल ओके, भ्रष्टाचार सूचकाङ्क चाहिँ अनुसार 107 हो है। त्यो 8 बनेको चाहिँ गत वर्ष थियो, अहिले 7 है, त्यो चेन्ज भइसक्यो। गर्मीमा पञ्चाग्नि र जाडोमा चिसो ढुङ्गामा बसेर तपस्या गर्ने मल्ल राजा को हुन्? अप्सन नम्बर 1 सिद्धिनरसिंह मल्ल, अप्सन नम्बर 2 लक्ष्मी नरसिंह मल्ल, अप्सन नम्बर 3 भूपतेन्द्र मल्ल, अप्सन नम्बर 4 जय स्थिति मल्ल है। ल हेर्नुहोस् त, गर्मीमा पञ्चाग्नि र जाडोमा चिसो ढुङ्गामा बसेर तपस्या गर्ने मल्ल राजा को हुन्? अहिले चाहिँ 15वटै प्रश्न फिडब्याक सहित ठिक छ र तपाईँहरूको चाहिँ अब सहभागिता बढ्दै गयो, तपाईँहरूको सेयर बढ्दै गयो भने है, बढ्दै गयो भने म तपाईँलाई यसलाई चाहिँ प्रश्न सङ्ख्या बढाएर 20वटा प्रश्न ल्याउने छु है त। ठिक छ, अहिले 15वटा प्रश्न ठिकै छ। केही दिनपछि मैले तपाईँलाई एक हप्तापछि तपाईँहरूको चाहिँ सहभागिता पनि बढ्नु पर्यो, तपाईँहरूको सेयर पनि बढ्नु पर्यो। कति पनि अल्छी नगरिकन म अवश्य पनि 20वटा प्रश्न ल्याउने छु। त्यसका लागि तपाईँले चाहिँ व्यापक रूपमा सेयर गर्नु पर्यो है। गर्मीमा पञ्चाग्नि र जाडोमा चिसो ढुङ्गामा बसेर तपस्या गर्ने मल्ल राजा को हुन् भनेको छ। अब यो मल्ल राजाको सन्दर्भमा यसको सही विकल्प सिद्धिनरसिंह मल्ल हो र राजका सुम्पिएर धर्मकर्ममा लाग्ने राजा पनि सिद्धिनरसिंह मल्ल हुन् होइन। सिद्धिनरसिंह मल्ल भनेको चाहिँ राजका सुम्पिएर है, राजका सुम्पिएर धर्मकर्ममा लाग्ने राजा, धर्मकर्ममा लाग्ने राजा को हुन् भनेर सोध्यो भने पनि यसको एन्सर भनेको सिद्धिनरसिंह मल्ल हो। स्पिड कम भयो होइन साथीहरू। ल, राजका सुम्पिएर धर्मकर्ममा लाग्ने राजा पनि सिद्धिनरसिंह मल्ल हुन्। यसरी भन्यो भने साथीलाई फेरि स्पिड कम होला नि त फेरि होइन। ल होइन, पार्ट अफ जोक, ओके, डोन्ट माइन्ड। हेर्नुहोस् त, यसको सही विकल्प भनेको चाहिँ सिद्धिनरसिंह मल्ल हो र विशेष गरेर गर्मीमा पञ्चाग्नि भनेको गर्मीको समयमा अग्निमा बसेर र जाडोको समयमा चिसो ढुङ्गामा बसेर तपस्या गर्ने राजा सिद्धिनरसिंह मल्ल हुन् र सिद्धिनरसिंह मल्ल भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीले चाहिँ यसलाई करेक्सन गर्नु होला है त। ल ओके, 14 नम्बर प्रश्नतिर लागौँ र आजको लागि 14 नम्बर प्रश्न तपाईँले स्क्रिन मार्फत देखिसक्नु भएको छ। देखाएको कुन राजा कान्तिपुरका मल्ल राजा हुन् भनेको छ। अप्सन नम्बर 1 विश्वजित मल्ल, अप्सन नम्बर 2 भूपालेन्द्र मल्ल, अप्सन नम्बर 3 तेज नरसिंह मल्ल, अप्सन नम्बर 4 जितामित्र मल्ल है। ल हेर्नुहोस्, देखाएको कुन राजा कान्तिपुरका मल्ल राजा हुन्? अप्सन नम्बर 1 विश्वजित मल्ल, अप्सन नम्बर 2 भूपालेन्द्र मल्ल, अप्सन नम्बर 3 तेज नरसिंह मल्ल, अप्सन नम्बर 4 जितामित्र मल्ल गरेर 4वटा विकल्प दिएको छ। यो चाहिँ राजाहरू अब जस्तै कान्तिपुर, यस्तो क्वेसन चाहिँ गत वर्ष अफिसरलाई सोधेको क्वेसन हो। यो चाहिँ यो लेभलको क्वेसन अफिसरलाई सोध्छ, अलिकति चाहिँ तल्लो तहलाई नसोध्ला तै पनि जानिराख्दा राम्रो है। अफिसरमा सोधेका क्वेसनहरू चाहिँ अब तपाईँहरूलाई चाहिँ उमा सोधिरहेछ, नासु खरिदारलाई शिक्षक सेवालाई सोधि नै रहेको पाइन्छ। अब धेरैजना साथी तेज नरसिंह मल्ल भन्नुभयो, तेज नरसिंह मल्ल त कहाँ कान्तिपुरका राजा हुन् त है। विशेष गरेर यो तपाईँलाई मैले के भनेर पढाएको छु भने एकछे मल्लले चाहिँ हेर्नुहोस्, थोरै मैले तपाईँलाई जानकारी दिएँ यसको विषयवस्तुको बारेमा, बुकहरूमा पनि हेर्नु होला। एकछे मल्लले काठमाडौँ विभाजन गरे र काठमाडौँ विभाजनले कान्तिपुर, भातगाउँ र पाटनमा विभाजन गरेका थिए। कान्तिपुर भनेको काठमाडौँ, भातगाउँ भनेको भक्तपुर र पाटन भनेको ललितपुर। काठमाडौँ, भक्तपुर र ललितपुर जुन अहिले चाहिँ काठमाडौँ छ त्यो एकछे मल्लका पालासम्म एकीकृत थियो र त्योभन्दा पछाडि चाहिँ विश्वजित मल्ल, भूपालेन्द्र मल्ल, तेज नरसिंह मल्ल र जितामित्र मल्ल चाहिँ कुन कान्तिपुरका मल्ल राजा हुन् भनेको छ। अब यो सन्दर्भमा तपाईँले के बुझ्नु पर्यो भने जितामित्र मल्ल भनेको चाहिँ यो भातगाउँका हुन्, जितामित्र मल्ल भनेको चाहिँ भातगाउँका हुन् भन्ने कुरा बुझ्नु होला। र यसै गरेर चाहिँ भूपालेन्द्र मल्ल होइन, अनि यसै गरेर विश्वजित मल्ल
यसै गरेर चाहिँ विश्वजित मल्ल, तेजनरसिंह मल्ल यी भनेका चाहिँ के हो त पाटनका राजा हुन् भन्ने कुरा बुझ्नु पर्यो। र चाहिँ यसको सही विकल्प भनेको भूपालेन्द्र मल्ल है त। विश्वजित मल्ल भनेको पाटनका हुन्, विश्वजित मल्ल पाटन ललितपुरका हुन् र तेजनरसिंह मल्ल पनि पाटनका ललितपुरका हुन्। भूपालेन्द्र मल्ल इज द करेक्ट आन्सर। र भूपालेन्द्र मल्ल भनेका चाहिँ काठमाडौँका अथवा चाहिँ कान्तिपुरका मल्ल राजा भूपालेन्द्र मल्ल इज द करेक्ट आन्सर है। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु होला। र तेजनरसिंह मल्ल धेरैले भन्नुभएको छ, तेजनरसिंह मल्ल त पाटनका प्रसिद्ध राजा हुन् नि साथीहरू है। काज भर पाते तेजनरसिंह मल्ल त हुनै सक्दैन नि। मलाई चित्तै बुझेन यो तेजनरसिंह मल्ल भन्दाखेरि साथीहरू मलाई फिडब्याक दिन मन लागिहाल्यो नि। तेजनरसिंह मल्ल भनेको मलाई चित्तै बुझेन साथीहरूको कमेन्ट। तेजनरसिंह मल्ल भनेको हामीले काज भर पाते भनेर पढ्या होइन। काज भर पाते काठमाडौँको अन्तिम जयप्रकाश, भक्तपुरको अन्तिम धनजित, पाटनको अन्तिम तेजनरसिंह पढ्ने अनि कान्तिपुरका मल्ल राजामा तेजनरसिंह लगाउने त तेजनरसिंह त हुँदै होइन है। त्यो कारणले गर्दाखेरि चाहिँ यसको सही विकल्प भनेको भूपालेन्द्र मल्ल। चित्तै बुझेन मलाई साथीहरूको चाहिँ कमेन्ट देखेर। ल यसको सही विकल्प भनेको भूपालेन्द्र मल्ल इज द करेक्ट आन्सर है। र भूपालेन्द्र मल्ल भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीहरूले चाहिँ यसलाई करेक्सन गर्नु होला। ओके, यसै गरेर 16औं योजनाको अन्त्यसम्म निर्वाचनको मतदाता सहभागिता कति पुर्याउने लक्ष्य रहेको छ भनेको छ। अप्सन नम्बर 1 85%, अप्सन नम्बर 2 भूपालेन्द्र है। भूपालेन्द्र फरक हुन् साथीहरू। ल हेर्नुहोस् त 85%, 80%, 75%, 70%। 16औं योजनाको अन्त्यसम्म निर्वाचनमा मतदाता सहभागी कति पुर्याउने लक्ष्य रहेको छ। अप्सन नम्बर 1 85%, अप्सन नम्बर 2 80%, अप्सन नम्बर 3 75%, अप्सन नम्बर 4 70% गरेर 4वटा विकल्प रहेको छ। र आजको लागि 15 नम्बर प्रश्न रहेको थियो है। 15 नम्बर प्रश्न चाहिँ के भनेको रहेछ त, 16औं योजनाको अन्त्यसम्म निर्वाचनमा सहभागी कति पुर्याउने लक्ष्य राखिएको छ भनेको छ। यो सन्दर्भमा दुईटा कुरा बुझ्नु होला। एउटा भनेको अदालतमा चाहिँ दर्ता भएका फछ्यौटहरू, फछ्यौट भनेको चाहिँ दर्ता भएका मुद्दाहरू फछ्यौट अथवा पुरा हुने भनेको चाहिँ 75% हो। र 16औं योजनाको अन्त्यसम्म यो चाहिँ 85% नै हो है। यसको सही विकल्प भनेको 85%। धेरैले 75% भन्नुभएको छ। 75% भनेको चाहिँ अदालतमा दर्ता भएका मुद्दाहरूको फछ्यौट है अथवा दर्ताहरूको चाहिँ मुद्दाको सुनवाई भन्ने चाहिँ कति हो त 75% हो। र 85% भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। अन्य साथीले चाहिँ यसलाई करेक्सन गर्नु होला है त। ल ओके, आजको सेसन तपाईहरुलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह तथा सुझाव दिनु होला। र म एकैछिन तपाईहरुलाई बुकको बारेमा र क्लासको बारेमा जानकारी दिन्छु। ल आजको सेसन तपाईहरुलाई कस्तो लाग्यो यो पनि जानकारी दिनुस्। र एकैछिनमा तपाईहरुलाई तपाईहरुको कमेन्ट पनि हेर्छु। र पढाइ सेवामा कक्षा लिइरहनु भएका साथीहरुले अन्य साथीहरुलाई पनि जानकारी दिनु होला। पढाइ सेवाको कक्षा कस्तो गुणस्तरको खालको हुन्छ, कति विश्वसनीय हुन्छ, कति भरपर्दो भन्ने हुन्छ भन्ने पढाइ सेवामा एडमिसन लिएर पढिरहनु भएका साथीले अन्य साथीलाई पनि सजेस्ट दिनु होला। र यदि तपाईहरु पनि एउटा भरपर्दो विश्वसनीय संस्थाको खोजीमा हुनुहुन्छ र तयारी कक्षाको आवश्यक छ, नासु खरिदार र शिक्षक सेवाको तयारी कक्षा लिन चाहनुहुन्छ भने दिएका नम्बरहरुमा सम्पर्क गर्नुहोला। एकदमै विषय विज्ञ प्रशिक्षकहरुबाट तपाईहरुको चाहिँ तयारी कक्षाहरु धमाधम भइरहेको छ। एकदमै सहुलियतपूर्ण फी स्ट्रक्चरमा। एकैछिन मैले तपाईहरुलाई चाहिँ क्लासको बारेमा जानकारी दिएँ है त। हेर्नुस् त, तपाईहरुले विशेष गरेर चाहिँ अब पर्सि मात्रै संघीय खरिदारको विज्ञापन हुँदैछ र संघीय खरिदारको तपाईहरुले यदि एउटा एकदमै बृहत अभिमुखीकरण कक्षा छ र यसमा तपाईहरुलाई अफर सहित केही कुराको जानकारी लिनका लागि यो जुम आइडी पासवर्ड प्रयोग गरेर तपाईहरु जोडिनु होला। सबैजना साथीहरु यो अभिमुखीकरण कक्षा खरिदारको तयारी गरिरहनुभएका साथीहरु यहाँ जुम आइडी पासवर्ड राखिएको छ 3322113434 र पासवर्ड 123। यो भनेको चाहिँ तपाईहरुको पर्सि हैन, बुधबार पर्सि तपाईहरुको चाहिँ संघीय खरिदार तथा सहायक चौथोको बृहत अभिमुखीकरण कक्षा हुँदैछ बिहान 6:30 बजे। यो जुम आइडी पासवर्ड प्रयोग गरेर जोडिने। र यसै गरेर तपाईहरु चाहिँ नासुको तयारी गरिरहनु भएको छ र म फर्स्ट पेपरको पास हुन्छु भनेर ढुक्क भएका साथीहरु रिटनको तयारी कक्षा लिन चाहनुहुन्छ भने विषय विज्ञ प्रशिक्षकहरुबाट मात्र रु 3000 मा सेकेन्ड पेपर र थर्ड पेपर प्रशासन समूहको कमान्डो कक्षा सुरु भइसकेको छ। र यहाँ तपाईलाई नम्बरहरु दिएको छ। यो नम्बरहरुमा सम्पर्क गरेर तपाईहरु नासु सेकेन्ड र थर्डको कमान्डो कक्षा लिन सक्नुहुनेछ। मात्र रु 3000 मा एडमिसन भइरहेको छ। र साथसाथै शिक्षक सेवाको तयारी
तयारी कक्षा गरिरहनुभएका साथीहरूले यतिको टिचर टिमबाट यतिको फी स्ट्रक्चरमा अन्यत्र कतै पनि कक्षा पाउनुहुन्न। विशुद्ध रूपमा टिएसीलाई केन्द्रित गरेर तपाईँहरूको चाहिँ क्लास हुने एउटा मात्रै संस्था पढाइसिया हो। हेर्नुहोस् त, एजुकेसनका धरोहर सर पदमराज आचार्य सर लगायत रुकेश सौलागाई सर, गोपीचन्द्र पौडेल सर, नवराज सापकोटा सर शिक्षामा हुनुहुन्छ। आइक्यूमा कैलाश ढकाल सर हुनुहुन्छ, जिकेमा म आफै छु, आइसिटीमा सन्दीप पोखरेल सर हुनुहुन्छ। यतिको टिचर टिमबाट तपाईँहरूले चाहिँ प्रथम पत्रको शुल्क 1500 र प्राथमिक तह दुवै पत्रको शुल्क 3500। हेर्नुहोस् त, प्राविको इक्जाम सम्ममै पढ्न पाउने गरी तपाईँहरूको दुई चोटि कोर्स कम्प्लिट हुन्छ। अब आज नै जोइन गर्नु हो भने पनि तपाईँले दुई चोटि अझै कोर्स कम्प्लिट हुन्छ। एकचोटि निभाविको इक्जामसम्ममा कोर्स कम्प्लिट हुन्छ, एकचोटि प्राविको इक्जामसम्ममा कोर्स कम्प्लिट हुन्छ। माविको तयारी गरिरहनुभएका साथीहरू त अब अलिअलि तयारी पुगिसकेको छ र अर्को महिना इक्जाम छ। अझै तपाईँहरू चाहिँ लिएर अगाडिका भिडियो रेकर्डेड क्लास हेर्न चाहनुहुन्छ भने पनि माविका साथीहरूले पनि मात्र 1500 हो, तपाईँहरू एडमिसन गर्न सक्नुहुन्छ। अझै 1 महिना जति करिब करिब छ र तपाईँहरूको अगाडिको भिडियो रेकर्डेड क्लास हेर्ने र मात्र 1500 मा तपाईँहरूको प्राविको इक्जामसम्ममै पढ्न पाउने गरी दैनिक 3 देखि 4 वटा क्लास हुन्छन्। तपाईँले एडमिसन गर्नु होला र प्रावि तहको दुवै पत्रको 3500 छ। यति विषय विज्ञ प्रशिक्षकहरूबाट यतिको टिचर टिमबाट तपाईँले चाहिँ यस्तो कक्षा अन्त पाउनुहुन्न है त। ल ओके, यसै गरेर साथीहरूको चाहिँ हेरौँ अब के छ त साथीहरूको कमेन्ट भन्ने कुरा पनि हेरौँ र एकछिनमा रिजल्ट हेरौँला। र यसै गरेर ललिता बोहराजीले चाहिँ 100% राम्रो सर भन्नुभयो, धेरै राम्रो लाग्यो भन्नुभयो नवराजजीले। यसै गरेर सन्देशले राम्रो छ भन्नुभयो होइन। अनि यसै गरेर पुष्पाजीले चाहिँ दामी छ भन्नुभयो। ल सबैजना साथीलाई मिठो कमेन्टको लागि धन्यवाद। सङ्गमजीले चाहिँ थ्याङ्क यू सो मच भन्नुभयो है। ओके, यो कुरा चाहिँ साथीले बुझ्नु पर्यो। रिजल्ट हेरौँ है त। ल आजको लागि चाहिँ रिजल्ट हेरौँ अनि त्यसपछि साथीको कमेन्ट पनि एकछिन हेरौँला। र तपाईँहरूले पनि यदि शिक्षक सेवाको तयारी कसैले लिन चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ सम्पर्क गर्नु होला है। त्यो जिके किङ त्यो बोर्ड मात्रै त्यो 2043 मा हुनुपर्ने 42 पाएको छ। तल चाहिँ डिस्क्रिमिनेसन ठिक, डिस्क्रिप्सन ठिक छ है। अमरजी 243 नै हो त्यसको। ओके, र यसको चाहिँ विनर हुन सफल हुनुभएको छ तुलसी दुलालजी। 13 वटा प्रश्नको सही विकल्प दिनुभएको छ। र द्वितीय स्थानमा चाहिँ धाना भट्टजी हुनुहुन्छ। र सम्पूर्ण साथीहरूलाई चाहिँ बधाई छ, लगायत अन्य सहभागी साथीलाई बधाई छ है। र रामलालजी, यसै गरेर चाहिँ कुसुमजी, रोशनजी, तीर्थाजी, यसै गरेर विनिताजी, गणेशजी, मानबहादुरजी, यसै गरेर चाहिँ शेषजी, सरिताजी है। र सबैजना साथीहरूलाई चाहिँ बधाई छ। र यसै गरेर चाहिँ ल सबैजना साथीले मिठो कमेन्ट गर्नुभएको छ, धन्यवाद। र हामी भोलि पुनः 9:45 बजे भेट्ने बाचा गर्दै आजको लागि भने बिदा चाहन्छु। नमस्ते, शुभरात्रि।